गैर न्यायिक खोला मापदण्ड खारेज गर भन्ने चाहिँ हामीले चाहिँ उद्देश्यका साथ आज अब 12 गते असारको 12 गते हुने यो सर्वोच्चको चाहिँ सर्वोच्चमा हुने निर्णयलाई चाहिँ यो तुरुन्तै खारेज गरेर भन्ने चाहिँ उद्देश्यले हामीले आज छलफल गर्दैछौँ। यसलाई चाहिँ हामी सडक सङ्घर्षको लागि आजको रोड म्याप कसरी तयार गर्ने, कसरी जाने, शक्ति सङ्घर्ष शक्ति कसरी देखाउने भन्ने चाहिँ हामी चाहिँ आज लागिरहेका छौँ। र चाहिँ यो नेवा पेछे ज्वागलमा यो कार्यक्रम हुँदैछ, बैठक छलफल हुँदैछ। सो कार्यक्रममा बैठकमा चाहिँ विभिन्न खोला छेउ पीडित वर्गहरू चाहिँ यहाँ उपस्थित भइरहेका छन् र सोसँग सम्बन्धित व्यक्तिहरू पनि उपस्थित भइरहेका छन्। यहाँ मिडियाहरू पनि आइरहनु भएको छ। अब समय 7 बजेको राखेकोमा अब एकैछिनमा यो कार्यक्रम चाहिँ हुँदैछ। दाइ नमस्ते। नमस्ते दाइ नमस्ते। अब यहाँ चाहिँ उपस्थित चाहिँ भइरहेका छन् र अब एकैछिनमा यो कार्यक्रम चाहिँ हामी सुरु गर्दैछौँ। जनताहरू पनि आइरहनु भएको साझा प्लेटफर्म खोल्ने अनि तनर बजार खोल्ने अनि हाम्रो घरतिरलाई चाहिँ खोला बनाउने यो सरकारले विभिन्न बहानामा चाहिँ यो मापदण्ड चाहिँ लाद्ने चाहिँ षड्यन्त्र गरिरहेका छन्। कहिले चाहिँ कुनै न्यायाधीशबाट चाहिँ यो चाहिँ षड्यन्त्र भइरहेका छन् भने कहिले चाहिँ आर्थिक सुधारमा चाहिँ यो खोला मापदण्ड पर्छ कि पर्दैन र चाहिँ रामेश्वर खनालको चाहिँ आर्थिक सुधारमा पनि यो जुन चाहिँ सर्वोच्च अदालतबाट चाहिँ कायम गरिएको चाहिँ मापदण्डमा खाली क्षेत्रमा चाहिँ रुख रोप्ने रे, त्यसमा चाहिँ ब्युटिफिकेसन दिए सौन्दर्य बनाउनको लागि चाहिँ त्यो के वन विभागलाई चाहिँ आदेश गरेका छन्, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने भनेर चाहिँ गरेका छन्। र यो मन्त्रीमण्डल क्याबिनेटबाट पनि समेत चाहिँ यसलाई पास गरिएको छ र चाहिँ अब भन्दाखेरि उहाँहरूले चाहिँ यसलाई चाहिँ खारेज गर्ने भनेर भन्दछ। पहिला चाहिँ निर्णय गर्ने, त्यसपछि फेरि खारेज गर्ने भन्ने कस्तो न्याय हो भने त्यस्तो पनि न्याय हुन्छ। पहिला गल्ती गर्ने फेरि सुधार्ने भन्ने चाहिँ गल्ती गर्न चाहिँ सजिलो छ, तर सुधार्न कति गाह्रो छ त्यो विषय उनीहरूलाई थाहा छ कि छैन। मन्त्री चाहिँ सर्वोच्च निकायमा बसेर मन्त्रीमण्डलमा बसेर त्यस्तो चाहिँ कार्य गर्नुहुन्छ र चाहिँ यहाँ पीडित वर्गहरू पनि यो विषयमा थाहा छैन कि अब
यो कार्यान्वयन नगराउने अहिले हाललाई हुनेछ। अब हाललाई भनेको के हो त? हाललाई भनेको के हो? हाल नगर्ने भनेको छ, तर चाहिँ नगर्ने नै भनेको छैन नि। त्यसैले चाहिँ यसमा चाहिँ यो विरुद्धमा हामी चाहिँ लागिरहनुपर्छ। हामी आफ्नो चाहिँ सम्पत्तिको लागि चाहिँ आफै चाहिँ लड्नुपर्छ भन्ने विषयमा चाहिँ आज छलफल हुँदैछौँ। यो छलफलमा चाहिँ अब हामी 12 गतेको सर्वोच्चमा परेको चाहिँ यो 12 गते पेशी छ। त्यो पेशीमा चाहिँ हामी चाहिँ विरोध कार्यक्रम चाहिँ कसरी गर्ने भन्ने चाहिँ विषयमा छलफल आज हुन्छ। तपाईँहरू पनि सबै आउनु होला। धन्यवाद।